शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भए लगत्तै वीरगञ्जका एकजना 15 वर्षीय किशोरको दुखद मृत्यु भएको छ। यस घटनाले परिवार तथा समग्रलाई स्तब्ध बनाएको छ। SEE को रिजल्टले जीवनको मूल्य तय गर्दैन। एउटा नतिजा कमजोर आउँदा एउटा बच्चाले आफूलाई असफल ठान्नु पर्ने अवस्था आउनु दुःखद हो। हामीले बच्चालाई नम्बर भन्दा बढी उसको मानसिक अवस्था, सपना र आत्मविश्वासलाई बढी महत्त्व दिन सिकाउनु पर्छ। उसले आफूलाई बढी माया गर्न सिकाउनु पर्छ। अरूले बोलेका कुराहरूले, अरूले लगाएका वचनले, बाहिरको परिस्थितिले कदापि पनि उसलाई कुनै किसिमको असर नपर्ने किसिमको कुरा सिकाउनु पर्छ। उसले आफूलाई सेल्फ लभ गर्न सिकाउनु पर्छ। हरेक अभिभावक, शिक्षक र समाजले बुझ्नुपर्ने कुरा के हो भने कम GPA आएको बच्चा, विद्यार्थी असफल होइन, ऊ सङ्घर्ष गरिरहेको बच्चा हो, सङ्घर्ष गरिरहेको विद्यार्थी हो। उसलाई तुलना होइन, साथ चाहिन्छ, दबाब होइन, विश्वास चाहिन्छ। शिक्षा प्रणाली पनि केवल अङ्कन होइन, जीवन जिउन सिकाउने माध्यम बन्नुपर्छ। परीक्षामा असफल हुन सकिन्छ, तर जीवनमा होइन। एउटा रिजल्टले भविष्य समाप्त गर्न सक्दैन। जीवनको लागि सफलताका बाटाहरू धेरै हुन्छन्। प्रिय विद्यार्थीहरू, यहाँहरूको जीवन कुनै पनि मार्कसिट भन्दा अति नै मूल्यवान छ, अर्थवान छ। कठिन समय आउँछ, तर त्यो स्थायी हुँदैन। आफ्नो कुरा, आफ्नो समस्याहरू आफ्नो परिवार, साथीसँग, शिक्षकसँग खुलेर भन्नुहोस्, खुलेर सेयर गर्नुहोस्। किनभने सहयोग माग्नु कमजोरी होइन। अहिलेको संवेदनशील अवस्थालाई मध्यनजर गर्ने हो भने विभिन्न परिवर्तन हुनु जरुरी छ। जस्तै बच्चाको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने, अत्याधिक शैक्षिक दबाव घटाउने र अङ्क भन्दा मान्छे ठुलो हो भन्ने सोच बनाउने। अन्त्यमा रिजल्टले क्षमता मापन गर्न सक्छ, तर मान्छे कति मूल्यवान छ भन्ने कुरो मापन गर्न सक्दैन। अङ्कन र जीवन यो फरक चिज हुन्। थ्याङ्क यू।